यस वर्षको बडादशीको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र बलिदानको प्री-टिजर सार्वजनिक गरिएको छ। यो भिडियो सामग्री चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो। प्री-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ। देशको चिन्ता माटोले खोज्दैछ जसलाई जन्माइन् आमाले उसलाई, रगत उम्लिएको जसको आमाको पीर, यो देशको शिर कहिले झुक्न नदिने सपूत हुँ म। भिडियोको दृश्यमा समीरको आक्रोश चिच्चाहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ। चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरका कलाकारिता र अभिनयका सबै गुण भरिएका छन् र बलिदानले ती सबै पक्ष उजागर गरेको छ। सेनले प्री-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जनाएका छन्। चित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतको अभिनय रहेको छ।